आज साउन 1 गते 2026 स्थानीय समय 2:41 वा असार 31 गते 2026 मा 20:37 UTC-मा हिमाली बाजरा सुदूरपश्चिम प्रान्त नेपाल नजिकै 3.8 म्याग्निट्युडको भूकम्प गएको थियो। EMSC-ले आफ्नो वेबसाइटमा रिपोर्ट गरे अनुसार भूकम्प सतहको 10.0 किलोमिटरको एकदमै कम गहिराइमा समन्वय अक्षांश 29.599 र 81.634 देशान्तरमा अवस्थित थियो। भूकम्पको सठिक परिमाण, केन्द्रबिन्दु र गहिराई भूकम्पविदहरूले डेटा समीक्षा गर्दा र तिनीहरूको गणनालाई परिष्कृत गर्दा वा अन्य एजेन्सीहरूले आफ्नो रिपोर्ट जारी गरेपछि केही घण्टा वा मिनेटमा परिमार्जन गर्न सकिन्छ। सम्भावित परकम्पहरू आउन सक्ने सम्भावित परकम्पहरूका लागि सतर्क रहन सिफारिस गरिएको कार्यक्रम हो। आज दिउँसो भूकम्पको केन्द्रबिन्दु नजिकको क्षेत्रमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस भूकम्पले त्यहाँका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूमा ठूलो प्रभाव नपरोस् र फेरि भूकम्प नआओस् भनी प्रार्थना गरौँ। आमेन।